आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत युट्रेक्टमा भएको एक दिवसीय खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल 46.5 ओभरमा 157 रनमै अल आउट भयो। जवाफमा नामिबियाले 37.4 ओभरमा मात्र 2 विकेट गुमाउँदै 159 रन बनाएर सहज जित दर्ता गर्यो। नेपालका लागि कप्तान रोहित पौडेलले 31 रन र दिपेन्द्र सिंह ऐरीले 30 रनको योगदान दिए, तर अन्य ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा टोली सानो योगफलमा समेटियो। नामिबियाका जेजे स्मिथले घातक बलिङ गर्दै 6 विकेट लिए र खेलको उत्कृष्ट खेलाडी घोषित भए। 158 रनको लक्ष्य पछ्याएको नामिबियाले सुरुदेखि नै खेल आफ्नो नियन्त्रणमा राख्यो। जन फ्राइलिङ्कले अभिजित 78 रनको उत्कृष्ट इनिङ्स खेले भने टोलीले 74 बल बाँकी छँदै लक्ष्य पूरा गर्दै महत्त्वपूर्ण जित हात पार्यो। नेपालका लागि यो हार विश्वकप लीग 2 को अङ्क तालिकाको दौडमा चुनौतीपूर्ण साबित हुन सक्छ। अब नेपालले आगामी खेलमा बलियो पुनरागमन गर्ने लक्ष्य राख्नेछ।